न्यायकर्ताहरूको पुस्तक अध्याय 9। अभिमेलेकको शासन र पतन। यरुब्बालका छोरा अभिमेलेक शकेममा आफ्नी आमाका दाजुभाइहरू कहाँ गए र आफ्नो मावली घरानाका सबैलाई तिनले भने, कृपा गरी शकेमका सबै नगरवासीहरूका कानमा एउटा कुरा सोध्नुहोस्। यरुब्बालका 70 छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकैजनाले मात्र? म तपाईहरूकै हाड र मासु हुँ भन्ने कुरो सम्झना राख्नुहोस्। जब तिनका मामाहरूले तिनको पक्षमा शकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अभिमेलेकपट्टि लाग्नलाई सुरिए, किनभने तिनी हाम्रा आफ्नै भाइ हुन् भनी तिनीहरूले भने। तिनीहरूले तिनलाई बालबरितको मन्दिरबाट चाँदीका 70 सिक्का दिए र ती लिएर तिनले हुर्दुङ्गे तर साहसी मानिसहरूलाई भाडामा लिए र तिनीहरू तिनको पछि लागे। त्यसपछि तिनी आफ्नो बुबाको घर ओप्रामा गए र लुकेर बस्ने कान्छा छोरा योताम बाहेक यरुब्बालका छोराहरू तिनका आफ्ना 70 जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे। तब शकेमका सबै नगरवासीहरू र बेथमिलोका सबैजना भेला भएर शकेममा भएको ठुलो रुखका छेउको खम्बामा अभिमेलेकलाई राजा बनाए। जब यो कुरो योतामलाई सुनाइयो, तब तिनी गएर गिरिजिम डाँडाको टाकुरामा खडा भए र यसो भनेर उच्च स्वरले कराए, हे शकेमका नगरवासी हो, मेरो कुरा सुन कि परमेश्वरले तिमीहरूको कुरा सुनुन्। एकपल्ट रुखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए र तिनीहरूले भद्राक्षको रुखलाई भने, तपाईँ आएर हाम्रा राजा हुनुहोस्। तर भद्राक्षको रुखले जवाफ दियो, देवताहरू र मानिसहरूलाई मान दिने आफ्नो बहुमूल्य तेललाई त्यागेर रुखहरूमाथि मैले शासन गर्ने? तब रुखहरूले नेवाराको रुखलाई भने, तपाईँ आएर हाम्रा राजा हुनुहोस्। तर नेवाराको रुखले भन्यो, आफ्नो असल र मिठो फललाई त्यागेर रुखहरूमाथि मैले शासन गर्ने? तब रुखहरूले अङ्गुरको बोटलाई भने, तपाईँ आएर हाम्रा राजा हुनुहोस्। अङ्गुरको बोटले जवाफ दियो, देवता र मानिसलाई खुसी तुल्याउने मेरो दाख मध्यलाई त्यागेर रुखहरूमाथि मैले शासन गर्ने? अन्त्यमा सबै रुखहरूले काँडाको पोथ्रालाई भने, तपाईँ आएर हाम्रा राजा हुनुहोस्। काँडाको पोथ्राले रुखहरूलाई भन्यो, यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूका राजा अभिषेक गर्न चाहन्छौ भने मेरो छत्र छायामा आओ, होइन भने काँडाहरूबाट आगो निस्केर लेबनानका देवदारूहरूलाई स्वाहा पारोस्। त्यसपछि योतामले भने, यसकारण अब हेर, यदि अभिमेलेकलाई राजा तुल्याएर तिमीहरूले सत्य र इमानदार काम गरेका छौ भने र तिमीहरूले यरुब्बाल र तिनका घरानासँग उचित काम गरेका छौ र तिनीप्रति हुनुपर्ने व्यवहार गरेका छौ भनेदेखि मेरा पिताले तिमीहरूको निम्ति लडाईँ गरे र आफ्नो प्राण खतरामा हालेर तिमीहरूलाई मिद्यानीहरूका हातबाट बचाए। तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खडा भएका छौ र तिनका 70 जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ र तिनकी कमारीको छोरो अभिमेलेकलाई तिमीहरूको आफ्नो भाइको नाताले शकेमका नगरवासीहरूको राजा तुल्याएका छौ। यदि तिमीहरूले आज यरुब्बाल र तिनका घरानासँग सत्य र इमानदार व्यवहार गरेका छौ भने तिमीहरू अभिमेलेकसँग खुसी हौ र त्यो तिमीहरूसँग खुसी होस्। यदि होइन भने अभिमेलेकबाट अग्नि निस्कोस् र शकेमका नगरवासीहरू र सबै बेथमिल्लोलाई भस्म पारोस्। शकेमका नगरवासीहरू र बेथमिल्लोका सबैबाट पनि अग्नि निस्केर अभिमेलेकलाई भस्म पारोस्। त्यसपछि योताम सुटुक्क भागे, तिनी बेअर भन्ने ठाउँमा पुगे
र त्यही नै बसोबास गर्न लागे, किनकि तिनी आफ्ना दाजु अभिमेलेकसँग डराउँथे। अभिमेलेक इजरायलमाथि 3 वर्षसम्म शासक भएपछि परमेश्वरले अभिमेलेक र शकेमका नगरवासीहरूका बीचमा फाटो पार्नलाई एउटा दुष्ट आत्मा पठाउनुभयो र शकेमका नगरवासीहरूले तिनलाई धोका दिए। यरुब्बालका 70 जना छोराहरूलाई अत्याचारसित मारेको अपराधको बदला तिनीहरूको हत्या गर्ने आफ्ना भाइ अभिमेलेकसित र तिनलाई सुर्याउने शकेमका नगरवासीहरूसित लियोस् भन्ने अभिप्रायले यो परमेश्वरले गर्नुभएको थियो। तिनको विरुद्धमा शकेमवासीहरूले डाँडाका टुप्पातिर बाटो हिँड्ने प्रत्येकलाई ठुक्न र डाँका मार्न मानिसहरूलाई राखे र यो खबर अभिमेलेक कहाँ पुर्याइयो। अब एबेदका छोरा गाल आफ्ना भाइ बन्धुहरूसँग शकेममा आए र शकेमका नगरवासीहरूले आफ्नो राजभक्ति अब उनीतिर लगाए। तिनीहरू आफ्ना दाखबारीहरूमा गए, पाकेका अङ्गुरहरू टिपे र कोलमा पेले। त्यसपछि तिनीहरू आफ्नो देवताको मन्दिरमा चाड मनाउन गए। त्यहाँ तिनीहरूले खानपान गरेर अभिमेलेकलाई सरापे। तब एबेदका छोरा गालले भने, अभिमेलेक को हो र शकेम को हो र हामी त्यसको प्रजा हुने? के त्यो यरुब्बालको छोरो होइन र त्यसको सहायक चाहिँ जबुल होइन? शकेमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अभिमेलेकको सेवा गर्ने? यदि यी मानिसहरू मेरो अधीनमा मात्र भएका भए त अभिमेलेकलाई मैले पन्साउने थिएँ। म त्यसलाई भन्ने थिएँ, तेरा सबै सेनालाई भुला र लडाई गर। जब शहरका राज्यपाल जबुलले एबेदका छोरा गालले भनेका कुरा सुने, तब तिनी साह्रै रिसाए। तिनले गुप्तमा अभिमेलेक कहाँ यसो भनेर दूतहरू पठाए, एबेदको छोरो गाल र त्यसका भाइ बन्धुहरू शकेममा आएर शहरका मानिसहरूलाई तपाईको विरुद्धमा सुर्याउँदैछन्। यसकारण राति नै उठेर तपाई र तपाईसँग भएका मानिसहरू शहर बाहिर ढुकी बस्नुहोस्। त्यसपछि बिहान घाम झुल्कने बित्तिकै शहरलाई आक्रमण गर्नुहोस् र जब त्यो र त्यसका मानिसहरू बाहिर आउँछन् तब के गर्नुपर्छ सो गर्नुहोस्। यसैले अभिमेलेक र तिनका मानिसहरू राति नै उठे र 4 दल भएर शकेममा आक्रमण गर्नलाई ढुकी बसे। अब एबेदका छोरा गाल बाहिर गएर शहरको मूल ढोकाको पस्ने ठाउँमा उभिरहेका थिए, जतिखेर अभिमेलेक र तिनका मानिसहरू आफूहरू लुकेको ठाउँबाट बाहिर आए। गालले तिनीहरूलाई देखे र जबुललाई भने, मानिसहरू डाँडाका टाकुराहरूबाट तल झर्दैछन्। जबुलले जवाफ दिए, तिमीले देखेका त डाँडाहरूका छाया हुन्, जो मानिसहरू जस्तै देखिँदैछन्। तर फेरि गालले भने, डाँडाहरूका बीचको जग्गाबाट मानिसहरू तल झरिरहेका छन् र एक दल चाहिँ जोखना हिँड्नेको रुखबाट भएर आइरहेको छ। तब जबुलले उनलाई भने, अब खोइ तिम्रा साहसी कुराहरू। तिमी भन्थ्यौ अभिमेलेक को हो र हामी त्यसको प्रजा हुने? के यी तिनै मानिसहरू होइनन् जुनलाई तिमी तुच्छ ठान्थ्यौ? जाऊ गएर तिनीसँग लडाई गर। यसकारण गालले शकेमका नगरवासीहरूलाई लिएर अभिमेलेकमाथि आक्रमण गर्यो। तर अभिमेलेकले उनलाई परास्त गरे र उनी भागे। मूल ढोकाको पस्ने ठाउँसम्मै बाटैभरि लासहरू छरिएका थिए। अभिमेलेक गएर अरुमाह भन्ने ठाउँमा आफैलाई बसाले र जबुलले गाल र त्यसका भाइ बन्धुहरूलाई शकेमबाट धपाए। भोलिपल्ट शकेमका मानिसहरू बाहिर खुल्ला ठाउँमा गए र यो कुरो अभिमेलेकलाई सुनाइयो। यसैले तिनले चाहिँ
आफ्ना मानिसहरूलाई ल्याएर तिनीहरूका 3 दल बनाए र सहर बाहिर खुला ठाउँमा ढुकी बसे। जब तिनले मानिसहरूलाई सहरबाट निस्कदै आएका देखे, तब उठेर तिनले तिनीहरूमाथि आक्रमण गरे। अभिमेलेक र तिनीसँग भएको दल चाँडो गरी अगाडि बढे र सहरको मूल ढोकाको पस्ने ठाउँमा लड्नलाई तयारी भए। तब अरू 2 दल चाहिँ आएर खुल्ला ठाउँमा भएकाहरूमाथि जाइ लागे र तिनीहरूलाई मारे। अभिमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, सहर जलाइदिए र त्यस ठाउँमा नुन छरिदिए। जब शकेमको किल्लामा बस्नेहरूले यो कुरा सुने, तब तिनीहरू एलबरितका मन्दिरको तहखानामा गए। तिनीहरू त्यहाँ एकसाथ भेला भएका छन् भन्ने कुरा अभिमेलेकलाई सुनाइयो। यसैले तिनी र तिनीसित भएका मानिसहरू सल्मोन डाँडामा उक्ले। तिनले बन्चरो लिएर हाँगा काटे र आफ्नो काँधमाथि ती हाले। तिनले आफ्ना मानिसहरूलाई भने, म के गरिरहेछु हेर, र चाँडो गरेर तिमीहरू पनि त्यसै गर। यसकारण हरेक मानिसले हाँगा काट्यो। तब तिनीहरूले अभिमेलेकलाई पछ्याए र हाँगाहरू तहखानाको चारैतिर थुपारेर तिनलाई आगो लगाइदिए। अनि शकेमको किल्लाका सबै मानिसहरू मरे, जो प्राय 1000 पुरुष र स्त्रीहरू थिए। त्यसपछि अभिमेलेक तेबेसमा गए र त्यसलाई घेरेर कब्जा गरे। त्यस सहरको बीचमा एउटा बलियो किल्ला थियो र सबै नगरवासीहरू, पुरुष र स्त्रीहरू त्यहाँ शरण लिएर बसेका थिए। तिनीहरू किल्ला बन्द गरेर त्यसको छतमा गएका थिए। अभिमेलेक किल्लामा गएर त्यसलाई आक्रमण गरे। जब त्यस किल्लामा आगो लगाइदिन भनी त्यसको ढोकामा तिनी आइपुगेका थिए, तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई र तिनको खप्पर फोरिदिई। अभिमेलेकले तुरुन्तै आफ्नो हतियार बोक्ने जवानलाई बोलाएर भने, झट्टै आफ्नो तरवार थुतेर मलाई खत्तम गर, नत्र त एउटी स्त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्लान्। यसैले त्यस जवानले तरवारले तिनलाई रोपिदियो र तिनी मरे। जब इस्राएलीहरूले अभिमेलेक मरेका देखे, तब तिनीहरू सबै आआफ्नो घरमा फर्के। यसरी नै अभिमेलेकले आफ्ना 70 जना दाजुभाइहरूलाई मारेर आफ्ना पिताको विरुद्धमा गरेको अपराधको बदला परमेश्वरले तिनीसँग लिनुभयो र शकेमका मानिसहरूले गरेका सबै दुष्टता तिनीहरूकै शिरमाथि खन्याइदिनुभयो। यरुब्बालका छोरा योतामको श्राप तिनीहरूमाथि साँच्चै नै पर्यो। न्यायकर्ताहरूको पुस्तक अध्याय 10। तोला र याइर इस्राएलका अगुवा भएका। अभिमेलेकको पालोपछि इस्साखारको एकजना मानिस, पुवाका छोरा दोदोका नाति, इफ्राइमको पहाडी देशको शामिरमा बस्ने तोला इस्राएललाई छुट्याउनलाई खडा भए। तिनी 23 वर्षसम्म इस्राएलका अगुवा भए अनि जब तिनी मरे तब शामिरमा गाडिए। तिनी पछि गिलादी याइर आए। तिनी 22 वर्षसम्म इस्राएलका अगुवा भए। तिनका 30 जना छोराहरू थिए जो 30 वटा गधामा सवार हुन्थे। गिलाद देशमा तिनीहरूका 30 वटा सहरहरू थिए जो आजको दिनसम्म पनि हब्बात याइर कहलाइन्छ। याइर मरेपछि तिनी कामोनमा गाडिए। अम्मोनीहरूले इस्राएललाई सताएका। फेरि इस्राएलीहरूले अराम, सिदोन र मोआबका अम्मोनीहरू र पलिश्तीहरूका देवता देवीहरू तथा बाल र अष्टोरेत देवताहरूलाई पुजेर परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। तिनीहरूले परमप्रभुलाई त्यागे र उहाँको सेवा गरेनन्। यसै कारण
परमप्रभु इस्राएलसँग क्रोधित हुनुभयो र उहाँले तिनीहरूलाई पलिश्तीहरू र अम्मोनीहरूका हातमा बेचिदिनुभयो, जसले त्यस वर्ष तिनीहरूलाई चकनाचुर पारे र दबाए। उनीहरूले यर्दनको पूर्वपट्टि एमोरीहरूको देशमा अर्थात् गिलादमा बस्ने सबै इस्राएलीहरूलाई 18 वर्षसम्म सताउँदै र अत्याचार गर्दै रहे। तब यहुदा, बेन्यामिन र एफ्राइममाथि आक्रमण गर्नलाई अम्मोनीहरू यर्दन पारी तरे र इस्राएल साह्रै सङ्कष्टमा पर्यो। अनि इस्राएलीहरूले सहायताको निम्ति परमप्रभुको पुकारा गरेर भने, हामीले तपाईको विरुद्धमा पाप गरेका छौँ। हामीले आफ्ना परमेश्वरलाई त्यागेर बाल देवताहरूलाई पूजेका छौँ। परमप्रभुले इस्राएलीहरूलाई भन्नुभयो, जब मिश्री, एमोरी, अम्मोनी, पलिस्ती, सिदोनी, अमालेकी र मिद्यानीहरू सबैले तिमीहरूलाई अत्याचार गरे र तिमीहरूले सहायताको निम्ति मेरो पुकारा गर्यौ, तब मैले तिमीहरूलाई उनीहरूका हातबाट छुटाइन र तर तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ। यसैले अब म तिमीहरूलाई फेरि छुटाउने छैन। गएर तिमीहरूले चुनेका देवताहरूलाई सहायताको निम्ति पुकार र तिनीहरूले नै तिमीहरूका दुःखको समयमा बचाउन्। तर इस्राएलीहरूले परमप्रभुलाई भने, हामीले पाप गरेका छौँ, हामीलाई तपाईँ जे चाहनुहुन्छ त्यही गर्नुहोस्। तर हामी तपाईँलाई बिन्ती गर्दछौँ कि केवल अहिले हाम्रो उद्धार गर्नुहोस्। तब तिनीहरूले पराई देवताहरूलाई त्यागे र परमप्रभुको आराधना गरे। अनि उहाँले इस्राएलको दुर्गतिलाई अरू बढ्ता हेर्न सक्नु भएन। तब अम्मोनीहरू युद्धको निम्ति भेला गरिएर गिलादमा छाउनी हालेर बसे र इस्राएलीहरू चाहिँ भेला भएर मिस्पामा छाउनी हाले। तब गिलादका मानिसहरूका नायकहरूले आपसमा भने, जुन मानिसले अम्मोनीहरूलाई पहिले आक्रमण गर्ला त्यही नै गिलादका बासिन्दाहरूका शासक हुनेछ। न्यायकर्ताहरूको पुस्तक अध्याय 11। यिप्ताले इस्राएलीहरूलाई अम्मोनीहरूबाट छुटाएका। गिलादी यिप्ता एक वीर योद्धा थिए। तिनी एक वेश्यातर्फका गिलादका छोरा थियो। तर गिलादकी पत्नीले पनि तिनका धेरै छोराहरू जन्माइन्। अनि जब तिनीहरू ठुला भए तब तिनीहरूले यिप्तालाई थपाए। तिनीहरूले तिनलाई भने, हाम्रा पिताको घरमा तेरो केही हक छैन, त अर्की स्त्रीको छोरो होस्। यसैले आफ्ना दाजुभाइहरूदेखि बाँच्नलाई यिप्ता भागेर तोब देशमा बस्न लागे र केही साहसी मानिसहरू तिनका चारैतिर भेला भए र उनीहरू तिनका पछि लागे। केही समयपछि अम्मोनीहरूले इस्राएलसित लडाईँ गरे। जब लडाईँ सुरु भयो तब गिलादका बुढापाकाहरू तोब देशबाट यिप्तालाई ल्याउन गए। तिनीहरूले तिनलाई भने, आएर हाम्रा सेनापति हुनुहोस् र हामी अम्मोनीहरूसित लडाईँ गर्न सक्नेछौँ। तर यिप्ताले गिलादका बुढापाकाहरूलाई भने, तिरस्कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट धपायौ। दुःख पाउँदा अब किन तिमीहरू म कहाँ आउँछौ? तिनीहरूले जवाफ दिए, तथापि अब हामी तपाईतिर लागेका छौँ। हामीहरूसित आएर अम्मोनीहरूसँग लडाईँ गर्नुहोस् र तपाईँ गिलादका सारा बासिन्दाहरूका शासक हुनुहुनेछ। यिप्ताले तिनीहरूलाई भने, यदि तिमीहरूले मलाई अम्मोनीहरूसित लडाईँ गर्न फकाएर लग्यौ र यदि परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनु भयो भने के साँच्चै म तिमीहरूका शासक हुनेछु? गिलादका बुढापाकाहरूले फेरि यिप्तालाई भने, परमप्रभु हामीहरूका बीचमा साक्षी हुनुहुन्छ। उहाँको शपथ खाएर भन्दछौँ कि हामी तपाईले भन्नुभएझै गर्नेछौँ।
तब यिप्ता गिलादका बुढापाकाहरूका साथमा गए र मानिसहरूले तिनलाई आफ्ना शासक र सेनापति तुल्याए र मिस्पामा परमप्रभुको उपस्थितिमा यिप्ताले आफ्ना सबै कुरा दोहोर्याए। यिप्ताले अमोनका राजा कहाँ उनको तिनीहरूसित के झगडा थियो र उनले तिनीहरूको देशलाई आक्रमण गरे भनी सोध्नलाई दूतहरू पठाए। अम्मोनी राजाले यिप्ताका मानिसहरूलाई यो जवाफ दिए, जब इस्राएलीहरू मिस्र देशबाट उक्लेर आए तब तिनीहरूले अर्नोनदेखि यब्बोक र यर्दन नदीसम्मका हाम्रो देश लिए। यो देश शान्तिसित हामीलाई फर्काइदेऊ। यिप्ताले अम्मोनका राजा कहाँ दोस्रो पल्ट यसो भनेर दूतहरू पठाए। यिप्ता यसो भन्नुहुन्छ, इस्राएलले न त मोआबीहरूको देश न अम्मोनीहरूको देश लिए, तर जब इस्राएलीहरू मिस्र देशबाट उक्लेर आए तब तिनीहरू उजाड स्थानबाट भएर लाल समुद्रमा गए र कादेशमा पुगे। तब तिनीहरूले उनको देशबाट छिरेर जानलाई अनुमति माग्न भनी यदोमका राजा कहाँ दूतहरू पठाए, तर यदोमका राजाले सुन्दै सुनेनन्। तिनीहरूले मोआबका राजा कहाँ पनि पठाए, तर उनी पनि राजी भएनन्। यसैले इस्राएल कादेशमा नै रहे। त्यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाड स्थानबाट भई मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोन चाहिँ मोआबको सिमाना थियो। त्यसपछि इस्राएलले उनको देशबाट छिरेर आफ्नो ठाउँमा जान पाऊँ भनी हेशबोनमा शासन गर्ने एमोरीहरूका राजा सिहोन कहाँ दूतहरू पठाए, तर सिहोनले इस्राएललाई उनको देशबाट जानलाई विश्वास गरेनन्। उनले आफ्ना सबै मानिसहरूलाई भेला गरे र यहसामा छाउनी हालेर इस्राएलसँग लडाईँ गरे। तब परमप्रभु इस्राएलका परमेश्वरले सिहोन र उनका सबै मानिसहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो र तिनीहरूले उनीहरूलाई जितेर त्यस प्रान्तमा भएका एमोरीहरूका जम्मै इलाका अधिकार गरे। तिनीहरूले अर्नोनदेखि यब्बोकसम्म र उजाड स्थानदेखि यर्दन नदीसम्मै एमोरीहरूका सबै इलाकाहरू लिए। परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो प्रजा इस्राएलका भलाइको निम्ति एमोरीहरूलाई धपाउनु भयो। अब यो फिर्ता लिन तिम्रो के अधिकार छ? तिमीहरूको देवता कमोसले तिमीहरूलाई जे दिन्छ त्यही लिन्छौ, होइन? त्यसरी नै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई जे दिनुहुन्छ त्यही लिन्छौ। अब के तिमी मोआबका राजा सिप्पोरका छोरा बालाक भन्दा असल छौ र? के उसले कहिले इस्राएलसित झगडा गरेर आक्रमण गर्यो र? 300 वर्षसम्म इस्राएलीहरू हेशबोन, अरोएर र तिनका चारैतिरका बस्तीहरूमा र अर्नोनका किनारका सबै शहरहरूमा बसे। त्यस बेला तिमीहरूले तिनीहरूलाई किन फिर्ता लिएनौ? हामीहरूले तिमीहरूलाई केही खराबी गरेका छैनौ, तर तिमीले हामीलाई आक्रमण गरेर खराबी गरिरहेका छौ। परमप्रभु जो न्यायकर्ता हुनुहुन्छ, उहाँले नै इस्राएलीहरू र अम्मोनीहरूका बीचमा आजको दिन न्याय गरून्। तर यिप्ताले पठाएको समाचारलाई अम्मोनीहरूका राजाले केही वास्ता गरेनन्। यिप्ताको भाकल। तब परमप्रभुका आत्मा यिप्तामाथि आउनुभयो र तिनी गिलाद र मनस्सेबाट भई गिलादको मिस्पाबाट छिरेर अम्मोनीहरूका विरुद्ध अघि बढे। यिप्ताले परमप्रभुलाई यो भाकल गरेर भने, यदि तपाईले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनु भयो भने जब म अम्मोनीहरूबाट कुशलसित फर्कुला तब मलाई भेट्नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्यसलाई होम बलि गरी चढाउनेछु। तब यिप्ता अम्मोनीहरूलाई आक्रमण गर्नलाई पारी तरेर गए र परमप्रभुले
उनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो। तिनले अरोएरदेखि मिन्नित र हाबिल कर्मीमसम्म 20 शहरहरू ध्वस्त पारे। यसरी इस्राएलले अम्मोनलाई आफ्नो अधीनमा पारे। जब यिप्ता मिस्पामा आफ्नो घरमा फर्के, तब तिनलाई बाहिर भेट गर्न खैँजडी बजाउँदै र नाच्दै तिनकी छोरी आइन्। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोराछोरी थिएनन्। जब तिनले यिनलाई देखे, तब तिनले आफ्नो लुगा च्यातेर भने, हाय मेरी छोरी, तिमीले मेरो मनै भाँचिदिएकी छौ। तिमीले कस्तो कष्ट म माथि ल्याएकी छौ। मैले परमप्रभुसित एउटा भाकल गरेको छु र म त्यो टार्न सक्दिनँ। यिनले जवाफ दिइन्, बुबा, तपाईले परमप्रभुमा गम्भीर भाकल गर्नुभएको छ। तपाईले त्यही अनुसार मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ। तर बुबा, म माथि एउटा कृपा गर्नुहोस्। 2 महिनासम्म मलाई छोडिदिनुहोस् र म आफ्ना सहेलीहरूसित यी डाँडाहरूमा घुमफिर गर्न पाऊँ र म आफ्नो कुमारी अवस्थाको मृत्युमाथि शोक गर्न सकूँ। तिनले भने, जाऊ, र तिनले यिनलाई 2 महिनाको निम्ति बिदा गरे। तिनी आफ्ना सहेलीहरूसित गइन् र डाँडाहरूमा आफ्नो कुमारीत्वको निम्ति रोइन्। 2 महिनाको अन्तमा तिनी आफ्ना पिता कहाँ फर्केर आइन् र यिप्ताले आफूले गरेको भाकल पूरा गरे। तिनी कुमारी थिइन्। यसैबाट इस्राएलका छोरीहरू प्रत्येक वर्ष 4 दिनसम्म गिलादी यिप्ताकी छोरीको स्मृतिमा बाहिर जाने एउटा परम्परा भयो। न्यायकर्ताहरूको पुस्तक अध्याय 12। यिप्ता र एफ्राइम। एफ्राइमीहरूले आफ्ना फौज भेला गरे र पारी तरेर सापोनमा गए। तिनीहरूले यिप्तालाई भने, अम्मोनीहरूसँग लडाईँ गर्न जाँदा हामीलाई किन बोलाउनु भएन? हामी तपाईलाई तपाईको घर समेत जलाइदिनेछौँ। यिप्ताले जवाफ दिए, म र मेरा मानिसहरूको अम्मोनीहरूसँग झगडा थियो र मैले तिमीहरूलाई सहायताको निम्ति बिन्ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूका हातदेखि बचाएनौ। जब मैले यो देखेँ कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौँ, तब आफ्नो प्राण जोखिममा हालेर अम्मोनीहरूका विरुद्धमा हिँडे र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनु भयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दैछौ? तब यिप्ताले गिलादका सबै मानिसहरूलाई भेला गरेर एफ्राइमसँग लडाईँ गरे। गिलादीहरूले तिनीहरूमाथि प्रहार गरे, किनकि एफ्राइमीहरूले यसो भनेका थिए, तिमी गिलादीहरू एफ्राइम र मनश्शेबाट बागी भएर गएका हौ। गिलादीहरूले यर्दनका जघारहरू लिए र एफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै एफ्राइमीले पारी जानलाई बिन्ती गर्थ्यो, तब गिलादका मानिसहरूले त्यसलाई सोध्दथे, के त एफ्राइम होस्? र त्यसले होइन भन्यो भनेदेखि तिनीहरूले भन्थे, त्यसो भए शिब्बोलेत भन्। त्यसले त्यो शब्द ठिकसँग उच्चारण गर्न नसकेर शिब्बोलेत भन्यो भने तिनीहरूले त्यसलाई यर्दनका जघारहरूमा पक्रेर मार्दथे। त्यस बेला एफ्राइमका 42,000 मानिसहरू मारिए। यिप्ता 6 वर्षसम्म इस्राएलका अगुवा भए। तब गिलादी यिप्ता मरे, अनि तिनी गिलादको एउटा शहरमा गाडिए। यिप्सान, एलोन र अब्दोन। यिप्ता पछि बेथलेहेमका यिप्सान इस्राएलका अगुवा भए। तिनका 30 जना छोरा र 30 छोरी थिए। तिनले ती 30 छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए र आफ्ना छोराहरूका निम्ति 30 जना बुहारीहरूलाई अरू वंशबाट ल्याए। तिनी 7 वर्षसम्म इस्राएलका अगुवा भए। तब तिनी मरे र बेथलेहेममा गाडिए। तिनी पछि जबुलुनी एलोन 10 वर्षसम्म इस्राएलका अगुवा भए। तब तिनी मरे
र जबलुनका देशको अय्यालोनमा गाडिए। त्यसपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इस्राएलका अगुवा भए। तिनका 40 छोरा र 30 नाति थिए र हरेक आफ्नो गधामा सवारी हुन्थ्यो। तिनी 8 वर्षसम्म इस्राएलका अगुवा भए। त्यसपछि तिनी मरे र अमालेकीहरूको पहाडी देशका एफ्राइमको पिरातोनमा गाडिए।